केडा हो तिमीहरूको दिनचर्या चाहिँ कसरी बितिरहेछ है? मेरो चाहिँ एकदम बिजोग छ। सो वेलकम बैक टू अनदर भिडियो इज मे सुभाष सुनर ब्लग स्वाइप तपाईँहरू सन्चै आएर मजा लगाउने फ्रिडम फाइन छु। आजको न्यू डे विथ द न्यू ब्लगको साथ उपस्थिति भइसकेको छ मेरो प्यारा मित्रहरू तर मेरो फ्यामहरूलाई चाहिँ वेलकम छ सबलाई माया सम्बन्धदेखि नै। सो आजको न्यू डे विथ द न्यू ब्लगमा चाहिँ स्वागत छ। अनि आज चाहिँ माघे सङ्क्रान्ति भबाल होइन त्यही हो। अनि जे होस् रमाइलो भएर होला। अनि मेरो चाहिँ आज केही प्लान छैन होइन केडा हो, हेरौँ के कस्तो हुन्छ आजको ब्लग के कस्तो जान्छ त त्यही हो। चेक इट आउट फुल भिडियो इन्जोय दिस ओके केडा हो। अनि हाम्रो घरमा चाहिँ आज चाहिँ के बन्दैछ भन्छौ भने चाहिँ हाम्रो आज यता टक्क छ। अब आज माघे सङ्क्रान्ति हो नि त। अनि त्यसपछि त्यो पिनालु सिनालु यताउति हान त्यहाँ सिनेर खानुपर्ने हुन्छ नि, त्यही भएर चाहिँ व्यवस्था भइरहेछ होइन त्यही हो फ्याम। केडा हो तिमीहरूको दिनचर्या चाहिँ कसरी बितिरहेछ है? मेरो चाहिँ एकदम बिजोग छ। बिहान टक्क उठ्यो वर्कआउट हान्यो, 2 दिन भइसक्यो फेरि वर्कआउट नहानेको मैले चाहिँ। यता त्यो यताउति त्यो ल्याम्पुम त्यो लफडा चलिरहेको छ हल्का फुल्का त्यही हो। अनि त्यसपछि बिहान उठ्यो दिनभरि फोन चलायो बस्यो अनि बेलुका भएपछि टक्क पारामा उता के अरे काममा गयो, त्यसै चलिरहेको छ नि। अनि केटा हो तिमीहरूलाई माघे सङ्क्रान्ति कतिको लागिरहेको छ नि? मेरो त लौडै भइरहेको छ नि केटा हो त्यो फार्म। अनि म चाहिँ काम गर्ने घर नि है हो आइपुगिसकेँ। अनि यो गल्ली यस्तो फोहोर छ नि कसम यस्तो रिस उठ्छ मलाई त के भन्नु। सो केटा हो मेरो चाहिँ उपस्थिति भइसक्यो अनि काम साम निप्टाएर चाहिँ म बसिसकेँ। अब चाहिँ मस्त मजाले एकछिन फोन हेर्छु। कति बज्यो यार, कति 6-9 भएछ होइन। त्यही हो केटा म चाहिँ मोबाइल हेर्छु अनि एकछिनमा चाहिँ खाना जानुपर्ने हुन्छ त्यही हो। अनि के कस्तो भयो तिमीहरूको आज है? रमाइलो भयो होला मेबी जहाँसम्म लाग्छ मलाई त्यही हो केटा। अब आजको लागि चाहिँ गुड नाइट हुन्छ अनि भोलि बिहान भेट्छु। The next day. सो हेलो गाइस मर्निङ हेर्नु न फुल मस्त फुलिरा बिहान भइसक्यो। अहिले चाहिँ म रुम जाँदैछु कामबाट त्यही हो ग्याङ। अनि त्यसपछि के छ नयाँ नौलो बिहानको सुरुवात कसरी भयो? अब म चाहिँ एकछिन गएर चाहिँ वर्कआउट हान्छु अनि त्यसपछि चाहिँ भेट्छु त्यही हो। सो केटा अनि म चाहिँ ला भइदिरहेको छ अनि त्यही हो केटा हो। बस्यो दिनभरि खायो हल्लियो हिँड्यो है, बिजोग छ त मेरो त। अनि बाटो यस्तो छ घाम पनि लाग्यो त्यही हो। म चाहिँ यहाँ तल जानु छ हल्का काम छ क्या मेरो चाहिँ, त्यो काम निप्टाएर चाहिँ आउँछु त्यही हो केटा। बाहिरको स्थिति चाहिँ यस्तो छ अनि म तल जाँदैछु त्यही हो। मेबी अहिले चाहिँ त्यस्तै बस्यो होला मेबी। अब अहिले चाहिँ खाना खाएर बसिरहेको थिएँ म अनि हल्का थोरै काम छ क्या त तल, त्यो व्यवस्था गरेर आउनुपर्ने हुन्छ त्यही हो। हेर न यो चाहिँ कुखुरा अनि माघे सङ्क्रान्ति कस्तो भयो त केटा हो? मेरो त ठिकठाकै भयो। अनि हेर न तरुल आफै खतरा त्यही अहिले म फिलहाल तल गएर आउँछु। सो केटा हो काम चाहिँ निप्टाएर आइसकेँ, काम चाहिँ पुरा भएन सो त्यही हो काम अहिले लागिरहेछ त्यही ल। अनि केटा हाम्रो चाहिँ यतापट्टि रुम चाहिँ खाली हानिदिइसक्यौँ है। फेरि मेरो कपडा चाहिँ यतै छ त। ओइ सुस्मे मेरो कपडा आउनु गरिदिने। ठिक छ ल। अहिले चाहिँ यस्तो छ यहाँनिरको कोठा। अनि यो कोठा चाहिँ खाली छ किन यो 2टा कोठा चाहिँ
यो कोटा चाहिँ खारिज गरे भन्छौ भने होइन म माथि बस्छु काम गर्ने ठाउँमा अनि मम्मी र बहिनी मात्रै छ नि त अनि दुईजना त उतापट्टि रुममा नि हुन्छ दुईवटा कोठा लिएर फेरि पैसा थपिँदै ल्याङ हुन्छ त्यही भएर एउटा मात्रै उतापट्टिको रुम लिएको सो त्यही हो अनि यस्तो छ अहिले चाहिँ यो रुमको हालत अनि मेरो लुगा यहीँ छ यो लुगा व्यवस्था हान्दै ओइ सुन्यो अनि के छ हाम्रो मम्मीहरूको हाल खबर सुत्या आज चाहिँ सब्जीमा के छ साग हो साग हान्नुपर्ने आज त्यही हो मस्त सुतिराखन् मम्मीहरू चाहिँ अनि अब म चाहिँ एकछिनमा कामतिर पनि लम्किनु पर्ने हुन्छ त्यही हो म चाहिँ काममा गइरहेको छु त्यही हो म काममा जाँदैछु अब टक्क काम सकाएर निटाएर आउनुपर्ने हुन्छ खाना खानलाई 7 बजीतिर होइन त्यही हो ल अब आजको भ्लग पनि यतातिर एन्ड हुन्छ सो त्यही हो हिजो बिहान चाहिँ म उता गएको थिएँ उता कता भन्छ हौ के भन्थ्यो हिजो के थियो माघे सङ्क्रान्ति थियो म उता गएको थिएँ कहाँ हो टुडी खेलमा वा बिहानमा त मान्छे थिएन बेलुका दिउँसो भएपछि चाहिँ सो केटा म चाहिँ काममा नि आइसकेँ अब काम चाहिँ केही छैन आजको काम भनेको चाहिँ खासै केही छैन त्यो यताउति यान त्यान ल्याउनु होला अनि यो कस्तो फोहोर हो त नि टेन्सन छ त केटा त्यही ल अब म काम गर्ने ठाउँ घरमा नि आइपुगिसकेँ के गरिदियो सो केटा म चाहिँ काममा चाहिँ आइसकेँ अब कामतिर तर्फ लानुपर्ने हुन्छ काम चाहिँ सानोतिनो छ यताउति त्यो झाडु लाउने यताउति हेनदेन त्यही हो फिलहाल आजको लागि भ्लग पनि यति नै हुन्छ के कस्तो लाग्यो प्रतिक्रिया च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु बेलायतलाई चाहिँ अलमा राखिदिनु किनकि नोटिफिकेसन चाँडै आउँछ त्यही हो सो आजको लागि फिलहाल भ्लग यति नै नेक्स्ट भ्लगमा भेटौँला त्यही हो फिलहाल बाई बाई गुड नाइट टेक केयर अनि लास्टमा चाहिँ जय नेपाल